हेलो साथीहरू, हामी बसेको घरदेखि अलिकति छेउमै आज चाहिँ एउटा ग्यास पड्केछ कि एलपिजी ग्यास। हामी नानी र म पनि जाँदैछौँ। दमकल पनि आइसकेछ। कति क्षति भयो के भयो त्यो त थाहा छैन, तर अहिले पनि ग्यास पड्क्यो भन्दा चाहिँ अचम्म लागिरहेछ मलाई। के कारणले पड्क्यो, कसरी पड्क्यो, यो यस्तो सेफ्टी हो ग्यास त, त्यो पनि के भएर चाहिँ ब्लास्ट भएछ मलाई थाहा छैन। हामी चाहिँ जाँदैछौँ, नानी चाहिँ अलिकति अगाडि जाँदै हुनुहुन्छ है। के भएछ अलिकति दुःखद खबर अपडेट आयो है। यहाँ चाहिँ आमा छोरा चाहिँ जाँदैछन् हेर्नलाई। अलिकति अगाडि नै हो, आवाज पनि आएको त थियो, तर त्यस्तो के भयो भनेर त थाहा भएन। ग्यास पड्केछ यहाँनिर हो साथीहरू होइन, यहाँनिर ब्लास्ट भइसकेको छ। म पर छ दमकल चाहिँ कताबाट डेन्जर भएछ, उताबाट अर्को पनि आइरहेछ आउन चाहिँ। कस्तो है, दुःखद घटना घटेछ यहाँनिर। अब कति क्षति भयो के भयो त्यो त थाहा छैन। छेउमा गएर हेर्ने नै छौँ होइन, के भएको होला त यस्तो। आज चाहिँ यहाँनिर ब्लास्ट भएछ है साथीहरू। यहाँनिर हेर्नु त यस्तो तरिकाले ब्लास्ट भएछ। के भएर ब्लास्ट भयो होला त। अन्त लगभग नियन्त्रणमा पनि आइसकेछ। मान्छेलाई त क्षति भएन होला नि। ग्यास पड्केछ यहाँनिर हो साथीहरू होइन, यहाँनिर ब्लास्ट भइसकेको छ। म पर छ दमकल चाहिँ कताबाट डेन्जर भएछ, उताबाट अर्को पनि आइरहेछ आउन चाहिँ। कस्तो है, दुःखद घटना घटेछ यहाँनिर। अब कति क्षति भयो के भयो त्यो त थाहा छैन। छेउमा गएर हेर्ने नै छौँ होइन, के भएको होला त यस्तो। यो चाहिँ ग्यासकै टुक्रो होला, यही ग्यासको यस्तो रहेछ चाहिँ। अहिले यहाँ ठ्याक्कै ठाउँमै आइसक्यौँ होइन नानी। ग्यास पड्केछ, मान्छे चाहिँ कोही रहेनछन्, कोही परेनन् अरे, सबै बाहिर गएका छन्। कुखुराहरू अनि के साथीहरू यही ठाउँमा हो। अहिले भर्खरै ब्लास्ट भएछ है, ग्यास पड्केछ। तनाव भयो, के भयो कसो भयो केही थाहा छैन। अपडेट चाहिँ अहिलेसम्म अब नियन्त्रणमा चाहिँ आइसकेछ। त्यही भएको हिसाबले कसरी बाख्रा गरे हुनु। अनि पछिको दुन आएपछि ल भन्छ अनि दौडेर सबै आयो। हजुर यो चाहिँ हुनुहुन्थ्यो, म त्यहाँबाट घरबाट हेरेको दुन आयो, प्लास्टिक पाले होला भन्ने भयो कि हामीले। त्यो त त्यहाँबाट हेर्दा पनि दुन्नु नै आइरहेको थियो। ग्यास पड्केछ नि त यहाँ त। यस्तो छ अपडेट। सुन पैसा अब दराज कता थियो के थियो, अब यस्तो भइसकेको छ है। अब यहाँनिर त धेरै नै क्षति भएको छ। सोफाहरू यस्तो भइसकेको छ। यस्तो भएछ ग्यास चाहिँ। राम कुन ग्यास हो यो पड्केर? यस्तो ग्यास मान्छे चाहिँ कोही थिएन नि अहिले? ए कसैलाई केही क्षति त भएन? ए कुखुराहरू यहाँ थियो होला है? ए कुखुरा पनि थियो होला नि, कुखुरा पनि अब मरिहाल्यो नि। अब कति सामान राखेको थियो, केही निकाल्नै पाएन नि। के एक्सप्लोजन हुन्छ भन्ने कसलाई के थाहा होइन। त्यही त ग्यासै यस्तो भएको रहेछ। कोही परेन अरे भन्ने मैले पनि सुने अब भर्खरै आएर।
चाहिँ यस्तो रहेछ यो धानहरू रहेछ यहाँ थालबटुका यहाँनिर ग्यास यहाँ यस्तो भएको रहेछ के खोजेको त्यहाँ चाहिँ त्यहाँ जो पाइ त्यसलाई किन छिन्दैन तिनीहरू दुःख कहिले पनि बोलाएर आउँदैन र साथै आगजनी पनि बोलाएर आउँदैन 10 मिनट तपाईँहरू आज हेर्न सक्नुहुन्छ जुन यो टहरा जसको घर जल्यो आज घर मुलीसँग सुत्न गइरहेको छु नमस्कार हजुरको नाम हजुर नमस्ते मेरो नाम शोभा श्रेष्ठ हजुर अनि मैले चाहिँ बिहान बच्चालाई खाना खुवाएर काममा गएको खै बत्ती सर्ट भएर कहाँबाट आगो लागि भएछ मेरो त भएको एक जोर लाएको कपडा बाइक अरू केही निकाल्न पाएको थिएन 75,000 जति पैसा त्यहाँ राखिराखेको हामीले नि गर्नुपर्छ क्या जति सुन थियो हजुरको परिवारमा को हुनुहुन्छ पहिला जानकारी दिनुहोस् अरू त यहाँ हामी बस्ने त 3 जना 2टा नानी बाबु अनि म 3 जना मात्रै बस्ने थियौँ अरू कोही पनि थिएनन् 2 जना बच्चा स्कुल गएपछि म पनि काममा जाने हो एकैचोटि बेलुका आउने हो अब एकैछिनमा आगो यस्तो भएछ आगो लागि भएछ अनि म कुदेर आउँदा त सबै सकिसकेको एउटा केही निकाल्न पनि पाएन भएभरको सबै सिद्धे सर यस्तै हो हजुर नि मानवीय क्षति खासै भयो कि भएन सबै क्षति त सबै नै क्षति नै भयो नि अब त्यो मान्छे चाहिँ भएन मानवीय भएन अरू भए सुनेको छु कुखुराको चल्लाहरू पनि जलेको छ भनेको के कतिवटा जलेको छ खै यता कुखुराको चल्लाहरू यता अर्को दिदीको हुनुहुन्छ मेरो चाहिँ होइन अर्को दिदीको उहाँलाई सोध्नुपर्छ मेरो चाहिँ भएको भित्री सामानको मात्रै हो लगभग हजुरको चाहिँ आर्थिक क्षति कतिको भयो आर्थिक क्षति अब हिसाब गऱ्यो भने त अहिलेको जमानामा 1.5-2 तोलाको त 1.5 तोला जति त सुन मात्रै थियो अनि अरू अब 75,000 त क्यासै थियो अरू जति अब त्यो धुलो सामानको मलाई केही हिसाब आएन सर अब थियो होला निकै सामान त अलिअलि गरेर दुःख गरेर जोडिराखेको थिएँ मैले टन्नै सामान त घरभरि टन्नै थियो सामान अब यति भनेर चाहिँ म अहिले फिक्स गर्न सकिनँ सामान चाहिँ टन्नै जोडिराखेको थिएँ मैले र अब यो हजुरको बस्ने टहरा त पुरै जलिसक्यो र नि अब के अब भोलि आज कहाँ बस्नुहुन्छ हजुर खै अब कहाँ बस्ने भन्ने ठेगाना छैन अब अहिले फिक्स भएको छैन फिक्स भएको छैन हजुर अनि जुन हाम्रो वडाको मेयर अध्यक्षज्यू र साथै यस नगरपालिकाको मेयरलाई के भन्न चाहनुहुन्छ अब सबैले अब हेल्प गरिदिनु हुन्छ भन्ने उस गरिराखेको छु अब यत्रो सबै छैन अब बालबच्चा पाल्नुपर्छ सबै सकेपछि यत्रो दुःख गरेर बालबच्चा पालिराख्ने भएको जति जोडेको जति सबै सक्यो अब खै उहाँहरूले अब हेल्प गरिदिनुहुन्छ होला नि सर सानो बच्चा छ हजुर सानो बच्चा छ बालबालिका पढ्नुहुन्छ हजुर स्कुल गइरहेछ पढ्छु बिबिए हजुर बिबिएमा पढिराखेको छ यहाँ होइन हामी रेन्टमा र स्थानीयवासीहरूलाई पनि के भन्न चाहनुहुन्छ आर्थिक मेरो त यहाँ माइती यतै काठमाडौँ हो उहाँहरूको झापा अहिले त केही पनि छैन उहाँहरूले अब के गर्नुपर्छ सर मलाई केही थाहा छैन अहिले मलाई गर्न गर्न सक्ने मेरो केही पनि क्षमता छैन मेरो बोल्न सक्ने क्षमता छैन सर अहिले त्यही त ग्यास पड्केको बहिनी बिचरा बनाइदिरहेको थिएँ सहयोगको लागि उसको सहयोग उठिसक्यो कति उठिसक्यो उसको धेरै उठिसक्यो दिदीको नि हालिदिउँ भनेको जति सकिन्छ हजुरहरूले चाहिँ सहयोग गरिदिनु होला उहाँहरूलाई उहाँहरूको आय आँसु हेर्नुहोस् कृपया अहिले अलिक खुल्ला भयो भने ल हालिदिनु पर्ला उहाँको पूर्ण रूपमा चाहिँ मानवीय पुरै भइसकेको छ पैसाहरू पनि धेरै दिदी पनि के भन्यो हाम्रो बस्ने ठाउँ छैन नगरपालिकाको मेयरजी हजुरले हेर्दै हुनुहुन्छ हजुरहरूले उहाँहरूको एकचोटि उहाँ हजुर आफै आउनुहोस् आँसु हेरिदिनुहोस् कृपया मेयरज्यू र वडाको अध्यक्षज्यू हेर्न सक्नुहुन्छ उहाँको एकदम अवस्था आर्थिक स्थिति एकदमै कमजोर छ र बस्ने ठाउँ पनि छैन आज हजुरहरूले कतिको सहयोग गर्नुहुन्छ आज म हेर्नेछु उसले के हेर्नु अहिले त भएको सम्बन्धित व्यक्ति चाहिँ त्यहाँ प्रहरी चौकीमा जानु ओडा दिन्छ प्रहरी चौकीबाट खबर आउँछ सबैजना त्यसपछि ओडा कार्यालयले हामी त्यहाँ सबैजना तपाईँले म के पनि हजुरको नाम परेन हजुरले सहयोग गर्न लाग्नु होइन हामी ओडाबाट गर्दैछौँ धेरै धेरै धन्यवाद हजुरलाई ओडाबाट गर्दैछौँ त्यहाँ प्रहरी चौकीमा गएर तपाईँको जे त्यहाँ परेको छ सबै तपाईँले सम्झी नरोइकन विपद बाजा बजाएर आउँदैन विपद परेको छ तपाईँहरूको साथमा हामी सबैजना छौँ
त्यहाँ ओडामा गएर पहिला सबै के आफ्नो गएको छ सबै टिपाउनुहोस्। तपाईँको अर्को 2टा घर परेको छ होइन, दुईजना गएर तपाईँहरू जे परेको छ सामान त्यो टिपाउनुहोस्। त्यो टिपाइसकेपछि चाहिँ नि अनि त्यहाँ ओडाले के गर्ने त्यसपछि हुन्छ। हेर्नुहोस् अघि ओडाको सबैजना आउनु भएको छ, यहाँ हामी सबैजना यहाँ छौँ होइन। कस्तो त्यहाँ प्रहरी चौकीमा गएर टिपाउनुहोस्। दमकलले सहयोग गराएको छ। अरू व्यक्तिगत अब अहिले आज र भोलिलाई बाँच्नु वरिपरि काहीँ बस्नु पऱ्यो, त्यहाँ हामीले त तिरपाल सबैजना मिलेर अलिअलि गर्दाखेरि धेरै राहत हुन्छ होइन। सबै त्यहाँ गरेका छौँ, हस्तान्तरण गर्छौँ, त्यहाँ दिनुहुन्छ त्यो लिएर आएर व्यवस्था गरौँ। केही चाहियो भने फेरि पनि हामी आउँछौँ। यहाँ मेरो घर यहीँ तल हो है, त्यहाँ चाहिँ तपाईँहरू 2जना जानु पऱ्यो, हामी मात्रै गएर हुँदैन। त्यहाँ प्रहरी चौक यहाँ देख्नु भएको छ नि, हाम्रो वडा कार्यालय र प्रहरी चौक देख्नु भएको छ है, देख्नु भएको छ यहीँ टङ्क यो यहीँ माथि हो, यहाँ पिपल बट्ने रहेछ। त्यहाँ जानुहोस्, त्यहाँ वडा कार्यालयमा राजकुमार जोशी यहाँ यो वडाको वडाध्यक्ष हुनुहुन्छ, त्यहाँ मलाई फोन गरेर भन्नुभएको छ पठाइदिनु बहिनीहरूलाई भनेर। त्यहाँ जानुहोस्, त्यहाँ प्रहरी चौकी हुन्छ, अघि प्रहरी सपिङ यहीँ हुनुभएको छ, त्यहाँ गएर जानुहोस्। तपाईँलाई अहिले सुरुमा चाहिने लत्ता कपडा दसना सिरक खाद्यान्न कुरा के सकिन्छ त्यो पहिला त्यहाँ वडाबाट लिनुहोस्। हामीले त्यहाँ जम्मा गर्न यहाँ सबैलाई खबर गरिसकेका छौँ हामी। त्यसपछि अनि नपुगेको फेरि हामी सबैजना यहाँ छौँ है। अब रोएर समस्या समाधान हुँदैन। तपाईँले मुटु दह्रो बनाउनुहोस्। राति भएन त्यो नै सबै आफ्नो जनधनको केही भएन, जन केही भएन, शरीरलाई केही भएन, मान्छेलाई केही भएन, सम्पत्ति धैर्य गर्नुहोस्, फेरि भगवान्ले दिनुहुन्छ है दिदी। म्याडम हजुर नगरपालिकाबाट हुनुहुन्छ कि वडाबाट? समाज मेरो घर यहीँ तल समाजसेवी हुनुहुन्छ। समाजको उहाँको छिमेकी हो म, छिमेकी हो। हजुरले धेरै धन्यवाद। दर्शकबिनहरू उहाँको भनाइअनुसारले भर्खर पनि हेर्नुभयो, तपाईँले पनि हेर्नुभयो, हामीले प्रत्यक्ष खिचेको छौँ। यस वडाको अध्यक्ष राजकुमार जोशीजीले कतिको सहयोग गर्नुहुनेछ हामी पनि हेर्नेछौँ र जस्तो त्यसरी देखाउनेछौँ। र उहाँ केही छिनमै अब चाहिँ वडाको अध्यक्षजीकोमा जानुहुनेछ राजकुमार जोशीजीकोमा, र कतिको चाहिँ सहयोग गर्नुहुनेछ आज हामी हेर्नेछौँ। राजकुमार जोशीजी हजुरले पनि कतिको सहयोग गर्नुहुनेछ त्यो भर्खरको जानकारी अनुसार तिरपाल उहाँहरू बस्नको लागि तिरपालहरू र सिरक डस्ना दिने भन्ने जानकारी आएको छ र हामी हेर्नेछौँ। तपाईँहरू पनि सुनिराख्नु होला। वडाले चाहिँ सहयोग गर्ने भनेको छ र साथै नगरपालिकाले कतिको गर्नुहुनेछ हामी जानकारी दिनेछौँ। जस्ताको त्यस्तै जानकारी हामी दिनेछौँ र साथै स्थानीयजीहरूले कतिको सहयोग गर्नुहुनेछ हामी त्यो पनि हेर्नेछौँ। हिँड्दै आएको नि म त थाहा थिएन, बाबुलाई लगेर माथि बसिरहेको थिएँ, यतापट्टि घरको एकजना दिदीले भनेर पो थाहा पाएँ। अनि बाबु मम्मी बाबु हेर्दै गर्नु है भनेर अनि कुदेर यसलाई टिपेर हिँडेँ।